होली खेल्न नि पाइएन आज त सुनसान छ चरा कराको आवाज नै आएको छैन हो हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल निरु ब्लग आयो हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आजको मेरो यो न्यू ब्लगको सुरुवात भइसकेको छ अनि आज चाहिँ हिजो चाहिँ नेपालको होली अनि आज चाहिँ इन्डियाको होली हो अनि आज चाहिँ हामी होली खेल्न जान लाग्यो सबैजनाले ह्याप्पी होली हिजो त हो नि नेपालमा आज नि खेल्छन् त त्यसो खेल्ला नि त अनि हेर्न बाटो भएको अनि अब चाहिँ म रेडी भएर लाग्यो हो इस मेरो माछा एउटा दुईटा माछा मर्यो चराइदेखि लाग्यो है मोबाइल फोन ए यो माछा त मरेछ आज किनेको माछा आजै मर्यो अब दुईटा मात्रै हो पापै लाग्छ जस्तो लाग्यो मलाई त बिचरा यस्तरी मरेको यो भित्र आरै छ बिचरा यति हो एउटा मात्रै छ किनेर हाल्ने हो अब चाहिँ म यहाँ घरबाट चाहिँ रेडी भएर जान्छु अनि उता गएर फेरि दिदीहरूसँग भेट भएर घुम्न जाने पार्कतिर के लिने होइन कति नि भन सबैजना ह्याप्पी होली भन ह्याप्पी होली गाइस कति लिने क्यों बे ओवर एक्टिंग करता है साला ओवर एक्टिंग की औलाद आरो घोडिदिन्छस् के सानो चिज त्यो त कता हो देखे बढी छोड्दै त्यसो भित्र मान्छे यो पनि मैले लाउनु पर्छ ए नलाई लस्ते केटी जस्तो सामानहरू लाउनु लोक है अलिकति चलो देखाइदेऊ न भिडियो मान्छे अनुहारमा केही लाउँदिनँ नचलाउ न कस्तो हो र यो गाजल त्यही नि यो तलको गाजल राम्रो हुन्छ अरे आँखामा लाउँदा त्यही भएर गाजल लिपस्टिक बाहेक केही लाउँदिनँ मैले चाहिँ केहीको नाम पनि थाहा छैन तिमीलाई ज्यादै सोचिने गरी गाजल यस्तो भयो छ रोक न त्यो कोइला छ कोइला लगाइदिउँ मजाले भयो बराबर देखियो देखियो अनि बराबर यो चाहिँ यस्तरी गर्ने नचला न हेर न उच्च नजिक ल्यायो भने त नि यस्तरी नङ पालिस लगाएको हिँड्छ नाक भनेको नौ टाढाबाट अलिक टाढाबाट देखाउँदा कस्तो राम्रो
हातमा उठ्यो पकाउनु पर्यो हातमा रोक न देखेन टुङका हालत गाइस यस्तै छ कपडाहरू लगाएपछि चाहिँ यता लिएर आउन कपडाहरू लगाएपछि चाहिँ हाम्रो यस्तो भद्रागोल हुन्छ है हजुरहरूको कसको हुन्छ यस्तो नगर न चलाक चलाइ नगर त के लाग्छ अनि अब चाहिँ हामी गएर देखाउने छौँ आजको होली चाहिँ यस्तै भयो बाटोहरू नि सुनसान छ अनि कोही मान्छे पनि छैन होली खेल्न नि पाइएन आज त नेपालको होली हिजो इन्डियाको होली आज हो के खुस्किया जस्तो लाग्छ हो त अनि हिजै खेलिसक्यो सबै नेपालमा त सुनसान छ चरा कराको आवाज नै आएको छैन हो यहाँ त ऊ आयो बल्ल के हो आजको दिन त नेपालमा भए त बरु कति रमाइलो हुन्थ्यो कि होला नि सबै रमाइलो गरे होला नि हामी मात्रै हो एक्लै कोही छैन वो चिकन नहीं खाता है मैं सब क्या खाते हैं कुछ नहीं अभी कह रही हैं आप साथीहरू आज चाहिँ होली मनाउन पाइएन होली मनाउने त भनेको थियो तर खेल्न पाएन यस्तै हो साथीहरू अर्काको ठाउँमा खेल्न पाइन्न न दसैँ न तिहार हुन्छ पहिला नि दसैँमा टिका लाउन पाइएन अनि तिहारमा तिहार मनाउन पाइएन अनि पहिलाको होली चाहिँ यहीँ दिल्लीमा मनाएको थियौँ पहिला चाहिँ रमाइलो भयो अनि अहिले चाहिँ केही रमाइलो गर्न पनि पाएन त्यही पनि ठिकै छ एकै यस्तै हो सधैँ रमाइलो गर्नुपर्छ भन्ने पनि छैन रङ लाउने चाहिँ इच्छा थियो तर हिजो हामीले केही सामानहरू केही पनि किनेनौँ के अनि त्यही भएर केही पनि गरेनौँ बाटोमा गयो अनि बुढाबुढीले आधी किलो मासु लिएर आयौँ मासु र भात खायो त्यही हो हाम्रो होली एउटा कुरा चाहिँ हुँदैन पनि थियो अनि फेरि आज दिदीहरूसँग घुम्न जाने भनेको थियो जान पाएन त्यही भएर चाहिँ नि हामी चाहिँ त्यत्तिकै बाटोमा गएको पनि के अरे कोही थिएन कि सुनसान थियो त्यही भएर नि आज चाहिँ हामीले होली मनाएन सबैजनाले ह्याप्पी होली आई लभ यु अनि रोशन चाहिँ सुतिसक्यो अनि म चाहिँ यति भयो नि भिडियो हालिदिन्छु मेरो भिडियो चाहिँ आज छोटो छ धेरै बनाएन बनाउने त भनेको थियो तर होली पनि मनाएन त्यही भएर मैले चाहिँ भिडियो बनाएन भिडियो नहालेको पनि धेरै भइसक्यो त्यही भएर चाहिँ मैले अहिले छोटो हाल्न लगाएको हो अनि त्यही हो सबैजनाले ह्याप्पी होली अनि के भन्ने सबैजनाले होली मनाइसक्नुभयो होला नेपालतिर त हिजो इन्डियामा चाहिँ आज हो कि होली तर हामी खेलेनौँ होली यति नै हो भिडियो अनि अहिले चाहिँ मेरो भिडियो एन्ड गर्नलाई मात्रै आएको हो अनि हेरिदिनु होला माया गरिदिनु होला यति भने छोटो रङ पनि खेलेन केही पनि गरेन हामी दुईजना मात्रै थिए त्यही भएर भिडियो नबनाएको त्यही भएर अनि सबैजना हेरिदिनु होला माया गरिदिनु होला भिडियो नहालेको धेरै भइसक्यो मैले भिडियो हाल्न नि पाएको थिएन के अरे काममा जान्छु काम हुन्छ नि त त्यही भएर मैले भिडियो हालेको छैन कि आजकल अनि त्यही हो फुल वाच गरिदिनु होला अहिले चाहिँ कति 3 4 5 6 मिनटको जति भने होला त्यतिकै रुममै मेरो अहिलेको नयाँ रुम हो अनि यहीँ मात्रै बनाएको अनि बाटोमा गएको अलिकति यति क्लिप मात्रै छ बनाएन त्यही भएर त्यही हो साथीहरू गुड नाइट सबैजनालाई बाई